यो सुकेको तुलसी के गर्ने भन्दा मैले चाहिँ भाँचेर राख्छु डाँठ जति। अनि जहिले एकादशीको बाल्छु कि साथीहरू। अनि आज पुत्रदा एकादशी हो नि त। आजको त एकदम राम्रो दिन हो, सन्तान सुख सन्तानहरूको राम्रो हुने भनेर बत्ती बाल्दा एकदमै राम्रो हुन्छ भन्नुहुन्छ गुरु महात्माले। अनि मैले पनि त्यसरी नै बाल्न लागेको छु आज। कपास बेरे त्यो डाँठमा, अनि त्यसपछि त्यसमा तिलको तेलमा बाल्न सरसो, थोरै सरसो, पहेँलो सरसो एकदम मनपर्छ नि त विष्णु भगवानलाई। अनि फल एउटा राखेँ, अनि त्यसो पहेँलो फुल नि राखेँ, उहाँलाई पहेँलो कलर एकदमै मनपर्ने भएर। अनि त्यसपछि तिलको तेल हालेँ, अनि त्यसमा सिन्दुर, मैले चाहिँ यो बेसारको सिन्दुर बनाएको कि, अनि त्यो राखेँ। अनि त्यसपछि अब अलिकति मन्जरी पनि थोरै राख्थेँ, मैले मन्जरी टिपेर राखेँ। अनि त्यसपछि बत्ती बालेर अनि तुलसी भगवानलाई मैले आज बत्ती दिएँ। एकदमै आनन्द लाग्यो होइन यसरी बत्ती दिँदाखेरि। हजुरहरूले पनि यसरी सुकेको तुलसीहरूलाई टिपेर राख्नुहोस्। अनि एकदमै